जस्टिस फर एनिसा भिक, जुन सुर्खेतको चेली 4 जना मिलेर ग्याङ रेप। वर्षौं दोहोरिरहन्छ यो कुरा। कहिले मारेर सुटकेसमा प्याक गरेर फालिदिएको छ, कहिले खोलामा फालिदिएको छ, कहिले जङ्गलमा फालिदिएको छ। कति दोहोरिन्छ यो कुरा। अरे नयाँ बन्ने सरकारले पनि कुनै नियम बनाओस् न। बलात्कारीहरूलाई कडाभन्दा कडा कारबाही। जुन एउटा चेलीबेटीलाई छुनुभन्दा पहिला डर लागोस् न। कति दोहोरिरहन्छ यो कुरा। कहिले 10 वर्ष नाबालिकामाथि बलात्कारपछि हत्या भइरहेको हुन्छ, कहिले 12 वर्ष नाबालिकामाथि बलात्कारपछि हत्या भइरहेको हुन्छ, कहिले 14 वर्ष नाबालिकामाथि बलात्कारपछि हत्या भइरहेको हुन्छ। हुँदा हुँदा 4 जना मिलेर कतिसम्म दोहोरिरहन्छ यो कुरा। कुनै विदेशी आएर गरेको होइन यो बलात्कारपछि हत्या। हामी नेपाली हौँ। कति हामीमा राक्षसपन्था छ है। दया माया भन्ने कुरा एउटा पनि छैन है। 4 जना मिलेर नाबालिकामाथि बलात्कारपछि हत्या, अझ गर्ने पनि नाबालिकै नै। नाबालिका भनेर नछुटोस्, कुनै पावर लागेर नछुटोस् उनीहरूलाई कडाभन्दा कडा कारबाही होस्। बलात्कारीलाई त भन्न चाहन्छु म, अझ सजायले मात्रै पुग्दैन उनीहरूलाई, सिधै फाँसीको सजाय हुनुपर्छ। ढुक्क तिमीहरूलाई एउटा नाबालिकामाथि 4 जना मिलेर बलात्कार गर्न यति पनि डर लागेन तिमीहरूलाई? कति राक्षसपन्था छ है तिमीहरूमा। यो नेपाली चेलीहरूलाई काहीँ पनि सेफ छैन।